लागि यो कार्पेट दर्शाइ हार्दिक अनुरोध गर्दछु। थोरै ढुङ्गाहरू पनि देखिरहेको छु। कलाकार भाइ बहिनी आफैले पनि यो अगाडिको ढुङ्गाहरू टिपेर सोरै साइड लगाइदिँदा हुन्छ। हजुरहरू नाच्ने स्थान पक्कै पनि राम्रो हुनुपर्छ, किनकि आज हामीले शुभारम्भ मात्रै गर्दैछौँ। यो प्रोग्राम अबको 5 दिनसम्म लगातार चल्नेछ। हजुरहरूको खुट्टा डगमगाउनु हुँदैन, हजुरहरूको जागर डगमगाउनु हुँदैन, हजुरहरूको जोस डगमगाउनु हुँदैन। बर्दघाट नगर त्यसै उज्यालो छ भन्दै हामी यस स्थानमा अब एकाएक गर्दै मैले भाइहरूलाई हार्दिक अनुरोध पनि गर्दैछु। यो आँगनीमा कार्पेटमा हामी हजुरहरूको घर दैलोमा यो बर्दघाट नगरमा यो देउसी भैलो कार्यक्रम लिएर आएका छौँ। पक्कै पनि हाम्रो यो देउसी भैलो कार्यक्रमले यो नगर उज्यालो हुनेछ। सबै बर्दघाट नगरमा लक्ष्मीको बास हुनेछ भन्ने आशाका साथ एकपटक बर्दघाट नगरलाई यो रमणीय चोकलाई पनि फेरि गरगराट आवाज र जोरदार ताली बजाउनै पर्छ भन्ने मलाई लाग्छ।